आज मौसम प्रतिकूल जस्तो देखिरहेको छ साथीहरू हाम्रोतिर हैन। हामीले केही व्यक्तिगत संयमता अपनाउनु पर्ने हुन्छ, हेरचाह गर्नुपर्ने हुन्छ। प्राकृतिक पीडाहरू जस्तो हावाहुरी बतास, चट्याङ पर्ने र धेरै वर्षा हुने जस्ता समस्याहरू देखा पर्न सक्छन् र त्यसलाई हामीले सुरक्षा गर्नको लागि धेरै ध्यान दिनुपर्ने हुन्छ। हाम्रो सानो मिस्टेकले गर्दा कहिलेकाहीँ ठुलो क्षति बेहोर्नु पर्ने हुन्छ र त्यसको लागि हामीले सके जति न्यानो कपडाहरू, बाक्लो कपडाहरू प्रयोग गर्ने, मनतातो पानी खाने, खानेकुराहरू ताजा अनि एकदमै तातो खाने जस्ता घरेलु उपायहरूको प्रयोग गर्ने र कामलाई अलिकति हल्का बनाउने जस्ता कार्यहरू गरौँ। यहाँहरूको स्वास्थ्य लाभको कामना गर्दछु। धन्यवाद।